राईको साग र सुँगुरको मासुको कम्बो लास्ट दामी भएको थियो होइन गाइज। अल राइट गाइज, अल राइट, आई होप सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि वेलकम टु माई न्यू मिनी भ्लग होइन गाइज। अनि आजको भ्लग चाहिँ मैले बिहानैदेखि स्टार्ट गरेको। अनि आजको भ्लग चाहिँ के हो भने नि के स्पेसल भने नि आज चाहिँ टक्क लाएर बेलुका बाबाले सुँगुरको मासु ल्याउनु लाग्नुभएको थियो। अनि तपाईँहरूलाई सुँगुरको मासु पकाएको रेसिपी सेयर गर्न लागेको थियो होइन। सुँगुरको मासु र राईको साग डु कमेन्ट होइन, कसलाई चाहिँ कस्तो लाग्छ सुँगुरको मासु र राईको सागको कम्बिनेसन होइन। अनि म चाहिँ टक्क लाएर बिहान उठेँ। सधैँ चाहिँ मेरो बिहानको सुरुवात चाहिँ मैले किचनदेखि नै स्टार्ट हुन्थ्यो। अनि खानासाना पकाइसकेँ अनि एकछिन मर्निङ वक गएँ। अनि त्यस पछाडि आएर मुखसुख धुएर खानासाना चिया खाएर ड्युटीको लागि रेडी भएँ। अनि ड्युटी गएको होइन। अनि आज ड्युटीमा पनि लास्ट गल्यो क्या, मेसिनले प्रब्लम दिएको थियो। अनि ड्युटीमा पनि त्यस्तै थियो, गलेर लास्ट। अनि एकछिनपछि घर पनि आइपुग्यो ड्युटीबाट। अनि घर आएर फ्रेस भएँ। अनि फ्रेस भएर टक्क लाएर बहिनीलाई पैसा थियो हल्का, मसँग 20 रुपियाँ थियो। अनि बहिनीले 10 रुपियाँ मिलाएर हामी दुईजनाले 30 रुपियाँ भएर चटपटे ल्याउनु पठायो। दामी हुन्छ क्या सुन्तबारीको दोकानको चटपटे, तपाईँलाई पनि थाहा छँदैछ होइन। अनि आमाले पनि खाँदै हुन्थ्यो, मिठो मिठो भन्दै हुन्थ्यो। अनि म यसो राईको साग ल्याएको थिएँ क्या, आज बजार पनि थियो। अनि बजारबाट राईको साग पनि ल्याएको थिएँ। यता आमाले पनि केलाउँदै हुन्छ होइन गाइस। अनि टक्क लाएर केलाइसक्नु भयो। अनि म भात सात बसाउनु थालेँ। अनि एकछिनपछि बाबा पनि आइपुग्नु भयो। बाबाले लिएर आउनुभयो मासु होइन। मासु चाहिँ 1 किलो ल्याउनु भएको थियो। तपाईँहरूलाई मनपर्छ कि नै होइन, मेरो चाहिँ फेभरेट हो होइन। तपाईँहरूको चाहिँ मनपर्छ कि नै, कतिले त मन पराउनुहुन्छ, कतिले मन पराउनु हुँदैन। तर मेरो चाहिँ अति फेभरेट हो क्या गाइज होइन। तपाईँहरूको पनि फेभरेट हो भने चाहिँ कमेन्ट हानिदिनु फेभरेट भनेर होइन। अनि तपाईँहरू पनि खानु मन छ भने चाहिँ म तपाईँहरूलाई कुनै दिन खुवाउँछु होइन, मेरो घर आउनु खुवाउँछु तपाईँहरूको लागि पनि पकाएर। अनि टक्क लगाएर मासु सासु मैले काटिसकेको थिएँ। मासु काटेको चाहिँ हालिनँ होइन। अनि मासु सासु काटिसकेर अनि मासु मजाले भुट्दैछु होइन। मरमसला हालेर बेसार नुन सुन हालेर टक्क लाएर मस्तसँगले चलाउँदैछु होइन गाइस। अनि दामी हुन्छ क्या यो। मलाई चाहिँ फल मासु भन्दा पनि बोसो चाहिँ दामी लाग्छ होइन सुँगुरको। अब हामी त सुँगुरको मासु खान्छौँ किनकि हाम्रो घरमा पनि सुँगुर पाल्नुहुन्छ। अनि हामी खान्छौँ पनि होइन, दामी पनि हुन्छ होइन। कुखुराको मासु हेरी त सुँगुरको मासु चाहिँ दामी हुन्छ होइन। झन् सुँगुरको सेकुवा होइन गाइज, आमा यस्तो बवाल हुन्छ नि होइन। तपाईँहरू पनि आउनु कुनै दिन, म ट्राई गरेर खुवाउँछु होइन। अनि टक्क लाएर साग पनि धोएर रेडी गरिसकेको थिएँ। अनि साग माथिबाट हालेँ होइन। एकदमै दामी हुन्छ क्या राईको साग र सुँगुरको मासु होइन। सुँगुरको मासु त्यत्तिकै खाली चाहिँ खानै मन लाग्दैन कि, राईको साग भयो भने चाहिँ झन् दामी हुन्छ। अनि माथिबाट टक्क लाएर धनियाँ गार्निस गरेँ। अनि एकछिनपछि मासु पनि पाकिसक्यो। अनि मैले 1 पिस खाएँ, आमाले 1 पिस खानुभयो। एकदम दामी भएको थियो क्या, बवाल भएको थियो, दामी। अनि आमाले पनि मिठो भयो भन्दै हुन्थ्यो। अनि एकछिनपछि खानासाना खाइसकेपछि हामी दिदीलाई हेर्नु हस्पिटल गयौँ। थ्याङ्क यू फर वाचिङ, डु सब्सक्राइब।